प्रथम अध्याय। पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नो आश्रममा तपमहा लिन गए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीँ पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मानका साथ आसनमा बसाले स्वागत संस्कार गरिसकेपछि नम्र प्राणले सोधे, कुमार, यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्न इच्छा भयो। म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झने थिएँ। अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ, हे मुनि, तिमी एकचित्त भई सुन, म तिमीलाई सृष्टिका क्रम सुनाउँछु। यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्मा परमात्माको इच्छा स्वयं स्फुरणको हुनासाथै इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु र शिव प्रकट भए। तिनका शक्ति स्वरूप त्रियुगले युक्त माया वा प्राकृतिक उत्पन्न भइन्। ती त्रियुग वाणीका मायालाई जित्न वा वंश पार्न अत्यन्त कठिन छ। उनै मायाभन्दा पर प्रतिष्ठा युक्त निवृत्ति पद छ। त्योभन्दा पर शान्ति पद र ऊभन्दा पनि पर सन्यास्ति पद छ। त्यसपछि विद्या पद छ र विद्याभन्दा पनि पर विद्युत पद छ। जान्नेहरू त्यसैलाई मोक्ष पद पनि भन्दछन्। यो संसारमा भयो अलि विस्तारको सृष्टिको क्रममा बुझाउन र बुझ्न पनि निकै कठिन छ। संक्षेपमा भनेका कारण पनि मुख्य यही हो। प्रलय र सृष्टिको क्रममा बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ। जो त्रियुगात्मका माया छन् ती सान्निहित शान्ति विद्या प्रतिष्ठान र निवृत्ति आदि पदमा रहन सकिन्न। मायाभन्दा पनि टाढा रहने जो अव्यस्त छन् त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्राकृतिक जंग हुनाले समस्त परमाणु अचेतन छन्। कारण बिना कुनै कार्य हुन सक्दैन। त्यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुन सक्दैन। त्यो कुरा वेद शास्त्रले पनि स्वीकारेका छन्। तथापि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरन्त निश्चय हुन सक्दैन। त्यसै कारण जन्म मरण र बन्धन नछुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवनद्वारा त्यो संसारको क्रम